एकाएक विश्वभर छाए बालेन। दुनियाँले दिन थाल्यो ट्रम्प र मोदीको जस्तै माइलेज। दम्बी र अहंकारी ओलीको तबला बजाउँदै आए बालेन। नेपालको नाम विश्व रेकर्डमा लेखाउँदै आए बालेन। राजनीतिलाई पेशा बनाउनेहरूको सातो खाँदै आए बालेन। देशमा सिस्टम बसाल्ने आशा बोकेर आए बालेन। सबैको गणितलाई फेल खुवाएर सरप्राइज दिँदै आए बालेन। भ्रष्ट र लुटेराको दिमागमा खतराको घण्टी बजाउँदै आए बालेन। नेपाल र नेपालीको शिर सगरमाथा झै उचो बनाउँदै आए बालेन। जेनजीदेखि वृद्धसम्मको आशाको किरण बनेर उदाए बालेन। के नेपालको राजनीतिक इतिहासमा पहिलो पटक कुनै एउटा नेताले सिङ्गो विश्वको ध्यान खिचेको छ? आज CNN देखि BBC सम्मका हेडलाइनहरूमा हेर्दा लाग्छ नेपालमा केवल चुनाव भइरहेको छैन, एउटा युगान्तकारी निलो मसीबाट निलो क्रान्ति हुँदैछ। नेपालको राजनीतिक चर्चा परिचर्चा अहिले अन्तर्राष्ट्रिय मिडियाको फ्रन्ट पेजमा पुगेको छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शानदार अग्रता लिइरहँदा विश्वका शक्तिशाली सञ्चार माध्यमहरूले केपी ओलीको दम्ब ढाल्ने बालेन शाहलाई नेपालको भावी प्रधानमन्त्री भन्दै ब्रेकिङ न्युज चलाइरहेका छन्। अमेरिकी सञ्चार संस्था CNN ले 35 वर्षीय पूर्व र्यापरलाई नेपालको नयाँ सत्ताको नेतृत्वकर्ता भनेर लेखेको छ। बेलायती मिडिया BBC ले झापा 5 मा ओली विरुद्ध बालेनको भिडन्तलाई विशेष जोड दिँदै प्रश्न भनेको छ, यदि बालेनले जिते भने यसले 3 दशकदेखि निष्क्रिय र भ्रष्ट बनेको नेपालको शासन प्रणालीमा भयानक कम्पन ल्याउनेछ। यो समाचार तयार पार्दासम्म बालेन जित्ने पक्का भइसकेको छ। रोयटर्स, गार्डियन र ब्लुमबर्ग जस्ता जायन्ट मिडियाहरूले 35 वर्षमा 32 पटक सरकार फेर्ने 3 पुराना दलहरूको एकाधिकार अब तोडिएको निष्कर्ष निकालेका छन्। छिमेकी भारतीय मिडियाहरू इकोनोमिक टाइम्स र इन्डिया टुडेले बालेनलाई मधेसी पहिचानको बलियो अनुहारको रूपमा प्रस्तुत गरेका छन् भने बंगलादेशको डेली स्टारले उनको ख्यातिलाई कुनै रक स्टारको भन्दा कम नभएको दावी गरेको छ। अन्तर्राष्ट्रिय समुदायले नेपालको यो चुनावलाई केवल सत्ता परिवर्तनको रूपमा हेरेको छैन, उनीहरूले यसलाई चरम भ्रष्टाचार, बेरोजगारी र कुशासन विरुद्ध नेपाली जनताले ब्यालेटबाट दिएको निर्मम दण्डको रूपमा व्याख्या गरेका छन्। यी मिडिया रिपोर्टहरूले गत भदौको जेनजी आन्दोलन र त्यसमा मारिएका 77 निहत्था युवाको रगतलाई पनि बिर्सेका छैनन्। विश्वले बुझिसकेको छ कि यो भोट केवल रासोपाको पक्षमा खसेको होइन, यो त 3 दशकदेखि देशलाई बन्धक बनाउने हेभीवेट भ्रष्ट नेताहरू विरुद्धको शान्तिपूर्ण तर डरलाग्दो जनविद्रोह हो। बालेनको उदयले नेपालको राजनीतिमा पुस्तान्तरण मात्र गराएको छैन, यसले अब बन्ने सरकारलाई भारत र चीन जस्ता शक्तिशाली छिमेकीसँग आँखा जुधाएर कूटनीतिक सन्तुलन कायम गर्न सक्ने हैसियत पनि दिएको छ। तर अन्तर्राष्ट्रिय मिडियाको यो ग्लोमरस कभरेज भित्र नभनिएको